सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ करुणराज सिंह झेली। सम्पूर्णमा नमस्कार, मेरो नाम चाहिँ दीपिका नारायण। हाम्रो शीर्षक चाहिँ जातीय विवरणको रहेको छ। हामीले चाहिँ 42वटा घरबाट चाहिँ यो तथ्याङ्क सङ्कलन गरेको छौँ, जसमध्ये चाहिँ विभिन्न जातहरू पाइएको छ, जस्तै राई, विश्वकर्मा, नेवार, ब्राह्मण, छेत्री, मगर। अनि हामीले चाहिँ हेर्नलाई सहज हुनको लागि विभिन्न रङले छुट्याइएको छ। जस्तै राईलाई चाहिँ निलोले भने, विश्वकर्मालाई पहेँलोले, र नेवारलाई चाहिँ गुलाबी भने, ब्राह्मणलाई चाहिँ गाढा सुन्तला रङले, र छेत्रीलाई चाहिँ हरियोले भने, मगरलाई चाहिँ फिक्का सुन्तला रङले छुट्याइएको छ। र यसपछिको चाहिँ मेरो साथी दीपिका बागरथले भन्नुहुन्छ। हामीले लिएको विवरण अनुसार राईको जनसङ्ख्या चाहिँ 3% रहेको छ भने विश्वकर्माको प्रतिशत 9% रहेको छ, र साथसाथै नेवारको जनसङ्ख्या पनि 9% रहेको छ, र ब्राह्मणको जनसङ्ख्या 12% रहेको छ, र छेत्रीको जनसङ्ख्या 15% रहेको छ, अनि मगरको जनसङ्ख्या 52% रहेको छ। र हामीले सङ्कलन गरे अनुसार यो समुदायमा मगर समूह सबैभन्दा धेरै रहेको छ, र राई जाति चाहिँ सबैभन्दा कम मात्रामा पाएको छौँ। धन्यवाद।